हेलो साथीहरू, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि म मेरो आजको मिनी ब्लग लिएर आइसकेको छु। सो म आज चाहिँ दिगदेलबाट तर आएको थिएँ अनि बाटोमा बनाएको। सो यो चाहिँ कदुवामा झरेको बेला बनाएको थिएँ, खाजा खानालाई रोकेको थियो अनि त्यसपछि मैले खाजा खाएँ। त्यो टाइममा मैले खिचेको थियो यो भिडियो, त्यही भएर। अनि यो चाहिँ कदुवाबाट हिँडेपछिको भिडियो हो। मैले चाहिँ अलि मात्रै खिचेको छु, लामो छ नि त बाटो, त्यही भएर फेरि लामो हुन्छ भनेर। अनि यो चाहिँ अलिक बाटोमा त्यो कदुवाबाट कटिसकेपछिको बाटोमा यस्तो काठहरू बेच्न राखेको र त्यो मान्छेहरूले किन्दै हुनुहुन्थ्यो गाडीबाट झरेर। अनि त्यतिखेर गरेको यो भिड चाहिँ यति ठुलो छ नि, कदुवा कटेपछि आउँछ त यो भिडमा चाहिँ एउटा गाडीभन्दा एउटा बसहरूभन्दा जाँदैन, त्यही भएर कति सानो बाटो छ। अनि यो भिडियो चाहिँ फेरि मैले एक खाना खाने ठाउँमा रोकेको थियो, सो उहाँ खिचेको हो। अनि यो चाहिँ ड्रागन फ्रुट किन देखाएको भन्नुभयो भने एउटा कति सानो बेला है, त्यही पनि त्यत्रो दुईवटा फलेको छ। अनि यो चाहिँ पेट्रोल पम्पमा पेट्रोल हाल्न रोकेको थियो, त्यतिखेर खिचेको भिडियो मैले। अनि यो चाहिँ अब यत्तिकै बाटोमा मान्छे लागिरहेको बेला ठाउँमा कस्तो राम्रो देख्यो माथि, त्यही भएर आकाश नि कस्तो राम्रो हुँदैन नि खिच्दै थिएँ। कटारीमा हो त्यो चाहिँ। अनि कटारीमा चाहिँ फेरि हामीलाई यता मिर्चायातिरबाट ल्यायो। अनि यो चाहिँ मिर्चायाको बजार हो, कटारी बजार। यो चाहिँ कटारी बजार हो। यो कटिसकेपछि चाहिँ हामीले खाजा खाने ठाउँ आउँछ। खाजा खानालाई चाहिँ हामीले 4 बजीतिर यो होटलमा खाएको थियौँ। अनि त्यहाँपछि फेरि आयो, हामी हिँड्यौँ अनि हामी चाहिँ चताराको पुलमा आइपुग्यौँ। यो चताराको पुल, यहाँ चाहिँ मैले पैसा पनि फालेँ, किनकि फाल्नु पर्ने थियो पैसा, पुल जे भयो नि। अनि मैले पैसा फालेँ। बाटो लामो भएकोले चाहिँ गर्दा मैले अब सबैको भिडियो बनाउँदा हुँदैन नि त, 6-7 घन्टा 12-13 घन्टाको हुन्छ भिडियो, त्यही भएर मैले थोरै गरेँ। सो मैले यहाँ लास्टमा चाहिँ इटारी आइपुगेपछिको थोरै एउटा क्लिप राखेँ। अनि सो म झरेपछिको एउटा राखेको छु। सो गाइस, सबैले हेरेर माया गरिदिनु होला। बाई बाई, म